लाटो मौसममा बुलबुल केही बोल्दैन बुलबुल। हिजो आज लाटो मौसमलाई हेरिरहन्छ, कानमा बन्दुकको आवाज थापेर चुपचाप चुपचाप बसिरहन्छ। राम्रा चराका प्वाखहरू जब कालो आकाशको आदेशमा सेता छाला बोकेका मानिसहरूले भुत्ल्याउँछन्, बुलबुलको मनमा पीडा जन्मिन्छ। बुलबुल पीडा खेलाइरहन्छ। यो ठाउँमा रमाइलो गीत छैन र सफा पोसाक लगाएका शरीरहरू छैनन्। यो ठाउँमा स्वतन्त्रता छैन र मानिसले 11औं तासको अवस्था ओढिरहेको छ। बुलबुल देख्दैन, मिठो निन्द्रामा समेत देख्दैन। मानिसहरूले पिञ्जराको ढोका खोलेर आफूलाई छुटकारा दिएको सपना बुलबुल गर्न सक्दैन, केही गर्न सक्दैन। चुच्चोले ठुङ्दा पिञ्जरालाई पिञ्जरा भत्किँदैन। आफ्नै चुच्चोमा लागेको चोट बुलबुल हेरिरहन्छ। पिञ्जराको झ्यालबाट नाङ्गा डाँडाहरू देखिन्छन्। जिब्रो काट्दै हिँडेको एउटा पुरानो डरलाग्दो किरालाई बुलबुल हेरिरहन्छ। केही वर्ष अगाडि सिसौका रुखहरू डाँडाभरि अटाएका थिए। मानिस जिब्रो चलाएर गीत गाएर हिँडिरहन्थ्यो। डाँडामा अब हरियो केही छैन। समय यसरी पिञ्जरामा पिसारिरहेको छ बुलबुलले। पूर्वको हावामा कसरी छाप्राहरू दन्दन्ती सल्किरहन्छन्। खमारमा कसरी धानको थुप्रोमाथि सेतो मुसा नाचिरहन्छ। बुलबुल हेरिरहन्छ। मानिसहरू केही मानिसबाट कसरी सताइएका छन्। आगो लाग्दा र पूर्वको हावा बहँदा किन छाप्राहरू मात्रै सल्किन्छन्? बुलबुल आफैमा चुपचाप चुपचाप प्रश्न खेलाइरहन्छ। बाटोभरि धुलो उडिरहन्छ र दुखी पैतालाले धुलो छाटिरहन्छ। यो माटो नै कमजोर हो अथवा यहाँ जन्मने थुप्रै मानिसहरू नै मात्र निलाहाडका पहाडहरू हुन्? बुलबुल ठम्म्याउन सक्दैन, फगत हेरिरहन्छ। आँखाबाट अलिकति पानी झारेर, जसलाई आफ्नै आँखाबाट भत्केको तलाउबाट चुहिएको पानी सम्झेर। मुर्दाहरू अँध्यारोमा मस्त निदाउँछन् र जाडो भएको बेलामा पराल तापेर बाँच्ने धारणा भोकिरहन्छन्। परालको आगो हेरिरहन्छ बुलबुल। जिउँदा मानिसहरूले फाटफुट्ट बात मारेको सुनिरहन्छ बुलबुल। अत्याचारको पुनरावृत्ति र अन्यायको बारम्बार नरमाइलो प्रदर्शनी लाटो मौसमको आँखामा ठिकै हुन पुग्छ। बुलबुललाई कहिले ठिक लाग्दैन। मानिसहरू किन आतङ्कमाथि ख्याक भएर हमला गर्न सक्दैनन्? पिञ्जरा भत्केको दिन कस्तो होला? कालो आकाश खुम्चेको दिन कस्तो होला? सोच्दा सोच्दै झोक्रिन्छ बुलबुल। झोक्रिँदै निदाउँछ पनि बुलबुल। हातमा हतियार बोक्छन्। हतियार खसाल्ने भुइँचालो आएको दिन कस्तो होला? मानिसहरू हातमा हतियार बोक्छन्। हतियार खसाल्ने भुइँचालो आएको दिन कस्तो होला? रगत खाने मानिसहरू रगत छाडेर मरेको वातावरण कस्तो होला? पिञ्जराको झ्यालबाट निहत्था खाली भएर सोचिरहन्छ बुलबुल। छेपारो उस्तै हुन्छ, फगत लुगा फेरेको महसुस गर्छ बुलबुल। खाक्सी उस्तै हुन्छ, फगत तालु धस्किएको महसुस गर्छ बुलबुल। यो कालो आकाशलाई चुच्चोले मात्रै ठुङ्न पाए हुन्थ्यो। लुगा फेर्ने छेपारोलाई तातीबाट हटाउन पाए हुन्थ्यो। खान पाए हुन्थ्यो पेटले मागे जति। मिठो गीत गाएर बुलबुल पिञ्जराबाट सोचिरहन्छ। बाहिर उम्किने कुनै साधन छैन। हावा खेलाइरहन्छ। आफ्नै खुट्टाले हातहरू छैनन्। कुनै पनि दिन घाम लागेको पिञ्जराबाट बुलबुलले देख्दैन। कुनै पनि दिन आतङ्कले धरतीलाई नचाटेको बुलबुलले देख्दैन। लाटो मौसमलाई के थाहा? स्वतन्त्रताको गीत बुलबुलले स्वतन्त्र भएपछि कसरी गाउँछ? आँधी कुनै न कुनै दिन आउँछ र पिञ्जरालाई कसरी भत्काउँछ? सबै आँधीहरू बेइमान हुँदैनन्। सबै पिञ्जराहरू सबै दिन सुरक्षित हुँदैनन्।
लाटो मौसमको लठ्यौरो चालमा समेत यस्तै यस्तै सोचिरहन्छ बुलबुल। लाटो मौसमको लठ्यौरो चालमा समेत यस्तै यस्तै सोचिरहन्छ बुलबुल। धन्यवाद।